हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल लाइभ हो सन्चै हुनुहुन्छ होला आराम हुनुहुन्छ होला म पनि सन्चै आरामै छु र आज चाहिँ कस्तो कि यहाँ झम्सिकली यो ठाउँमा बसिरहेको थिएँ म होइन यहाँ पसलभित्रै सानो एउटा ढुकुर चाहिँ जस्तो लाग्यो है ढुकुर चाहिँ देखा पऱ्यो कि त्यही भएर यहाँ म पनि कन्टेन्ट बनाउँदैछु सानो एउटा चाहिँ होइन हेरिदिनु होला राम्रोसँग लाइक सब्सक्राइब पनि गरिदिनु होला यहाँ भाइ पनि बनाउँदैछ है कहाँ गयो है यहाँ चाहिँ यहाँ रहेछ ल यहाँ चाहिँ छैन यहाँ चाहिँ दामी दिएछ यार के दामी यार यहाँ चाहिँ यहाँ त्यता नआउने यता आउनु पर्छ त्यताबाट गयो भने त फेरि देख्दै यो भागिहाल्छ नि के दामी दिएछ यार ढुकुर ढुकुर हो दामी देखेँ कि अहिले समाति भने खै यो के गर्ने अहिले टोक्ने कि क्या ठुक्ने हो क्या फेरि ऊ गयो तिमी पक्र ऊ गयो उड्यो 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 ऊ ए माथि माथि गयो कि ओ sama च्याप sama त्यो फ्यान बन्द गर पहिले यार फ्यानले फेरि मार्ला नि फेरि त्यो माथि फ्यानले हान्ला फेरि भाइ फ्यान बन्द गर्छु भाइ लुगाहरू पनि हेरिदिनु होला है यसो सपिङ गरिदिनु होला कहाँ छ कहीँ छ मनमा दियो कि च्यापै खै त्यही छ र देख्यो यहाँसम्म यहाँ देख्छु यहाँसम्म म च्यापैसम्म चाहिँ माथि हात दिनु पो त्यसो न यहाँ माथि सट्टा सिराउने सरी पो नर समातेलाई क्या दामी यार यसलाई पाल्ने क्या हेर त चाहिँ ठ्याक्क पारेर पक्रिसकेको छ कहाँबाट छिर्यो त यो यार खै छिरेको पनि देख्नु अब यसलाई छोड्यो भने त फेरि कति कसले गर्ने कि पाल्ने के पाल्ने हो र यो के हो खास खै के हो यो पुच्छर पनि खासै छैन त्यतै दिन त उड्छ फेरि ल कति राम्रो बस बस बाबु बस बाबु बस बिस्तारै बिस्तारै समात दामी छ है यसलाई अब बिस्तारै अब यसलाई छोडिदिनु पर्छ बाहिर लग्नु पर्छ चट्ट लाएर रमेश दाइ दिदी त्यहाँको भाइहरूलाई देखाउँदा जाँदैछ ओके साथीहरू अब चाहिँ यसलाई म यहाँ बाहिर गएर छोड्न जाँदैछु है त यता जाउँ एकछिन बाहिर हेरिदिनु नि दाइ यो भित्र मरिहाल्छ बाहिर छोडेर कमसेकम यसको कानमा खाली छ त यहाँ पालै छ त कानमा पाल छ त देखिँदो रहेछ यार यहाँ के पाल छ सानै यो आँखाको पछाडि के पाल छ कि ल जाउँ
कस्तो दामी है कहाँबाट आयो त्यस्तो भाइ साहब हेर्न पसलभित्र यस्तो बाहिर हेर्नु चमेर हेर्नु यो सानो यो के हो खै के हो ढुकुर हो के हो चिन्दिन यो के हो त्यो यो कसैले थाहा पाउनु भएको छ होला यो चरालाई होइन कमेन्टमा गरिदिनु होला कुन चरा हो भनेर हामीलाई थाहा भएन यो त उडाइदिउँ बैला हुन्छ देखाउँदै यतै छोडिदिनुपर्छ अब उड्नलाई यहाँ त कागले मार्ला नि काग छ नि त फेरि त्यहाँनिर यो त छोडिदिनु उडेर जान्छ होला यहाँ यही छोडिदिनु पऱ्यो है छोडिदिउँ ल ए उड्न नसक्ने उडेर गयो ऊ उता गइसक्यो ऊ कागले लाड्यो त फेरि छैन गइसक्यो त्यो आफ्नै उठ्न गइसक्यो साथीहरू मैले त छोडिदिएँ होइन कागले लाडिदियो तर त्यो भेट्दैन काग उतातिर गइसक्यो काग चाहिँ माथि गयो आइसक्यो है त हस् त आजलाई यति नै बाई